छिटो जाम के यार यस्तो ढिलो भइसक्यो यस्तो ठाउँमा त कहिल्यै नआउने के यो दुईटा अटो मात्रै छ यहाँ यो मान्छेहरू कहाँ जानुभयो कुन्नी लास्ट यस्तो पीडा त मैले कहिल्यै पाएन कि यस्तो धेरै पीडा भयो योपल्ट चाहिँ है एउटीलाई चाहिँ पुरा टिकटक बनाउन पाएपछि मात्रै खुसी जित्यो कसको अटोमा बसेको चाहिँ अनि त्यही भएर आइज हो कि यस्तो पीडा भयो लास्ट पीडा भइसक्यो गाइज हामीलाई चाहिँ अब राति पनि भइसक्यो टाइम भनेपछि 18:42 भइसक्यो होइन अनि तलतिर यस्तो डर लाग्दो के हो यो भेरी हो कि के हो यस्तो छ गाइज तर साह्रै यस्तो गाह्रो रहेछ कि यहाँ चाहिँ खै कति बेला हो जाने यहाँ दिदीहरू पनि हुनुहुन्छ आएर पनि आफ्नो घर जाने होला सायद म कहाँ भाइरल भएछु फेरि अनि अरू त सबै ठिक लाग्यो यताको तर यति बानी ठिक लागेन कि अटो एक ठाउँ छोडेर जाने भनेको बेला साधनहरू पनि नभेटिने है अनि यस्तो लास्ट गाह्रो के आजको जस्तो यात्रा त कहिले पनि भएन यस्तो धेरै कठिन के लास्ट सहन नसक्ने गरिकन भयो कि आजको यात्रा चाहिँ अनि एउटी पर त्यो म्यासेज गर्न पाएपछि पुग्छ त्यसलाई अरू पर्दैन भेरीहरू चाहिँ कस्तो राम्रो के यो कहाँ मोटेला कि के भन्ने ठाउँ आइपुगेको पुलहरू पनि राम्रो रहेछ यो दिदीहरू पनि आफ्नो घर जाने रे दिदी तपाईँ घर चाहिँ कहाँ अरे लरेसिमल ए कहाँदेखि आउनुभएको नि ए हजुर के बनाइदिनु रे पैसा ले न मलाई त पैसा ल्यायो भन्छस् ल यति छ यार गाइस साह्रै पीडा भयो हैन साथी कस्ती आइ भनेपछि यो मोबाइलतिर मात्रै धोकिने अरु केही कुरा जानिन्न फेरि कस्तो पीडा हो के यार यस्तो रातिमा राम्रै पर्बो कहाँ जाने होला के यस्तो अबि केटा मान्छे आउँदा हो हजुर अटो आएपछि गया चाहिँ बाबु है माथि केटाहरु आउन यही बस्नु के एकछिन गया है बाबु ल ल ल ल ल कठै आजको जिन्दगी त छ्या अलिकति पौडी खेल्न जाने भइदिए पनि हाम फालेर बस्नु त भन्नुहुन्थ्यो पौडी खेल्न पनि आउँदैन यार हामीलाई त आज यस्तो पीडामा पर्यो अटो बहिनी अटो आउने हैन आज अटो छ मान्छे खै आज यस्तो